गुड मर्निङ एभ्रिवान। काठमाडौँ आइसकेपछि पशुपतिनाथ मन्दिरको दर्शन त छुटाउनै भएन। म पनि यता बिहानै उठेर साथीसँग पशुपति मन्दिर हुँदै गुहेश्वरीसम्म जाँदैछु। गुड गुड ज्ञानी तल आज पशुपति मन्दिरमा निकै लामो भिड रहेछ। हामी चाहिँ बाहिरैबाट दर्शन गरेर हामी डाइरेक्टली तल्लो बाटो हुँदै सिधै गुहेश्वरीतिर लाग्यौँ, किनकि म 2-4 दिन अगाडि पनि आउँदाखेरि सुरुमा पशुपतिको दर्शन गरिसकेको थिएँ। त्यसैले मैले ठिकै छ भनेर गुहेश्वरीतर्फ लागेँ। पशुपति भन्दा उताको गुहेश्वरी है यो। टिका लगाउनु त। पशुपति मन्दिर भन्दा यो पछाडिको साइड हो र यो उकालो बाटो हो। यहाँ चाहिँ एकदमै सुन्दर र सानो सानो मन्दिरहरू धेरै नै बनिएको छ। यो उकालो साइड भनिसकेपछि कतिलाई थाहा भइसक्यो होला, यहाँनिर एउटा खेल खेलिन्छ जहाँ चाहिँ आँखा चिम्म गरेर एउटा प्वालमा हात हालिन्छ। अनि एउटा भनाइ छ कि यहाँनिर जसले आँखा चिम्म गरेर प्वालमा हात हाल्छ ऊ चाहिँ भाग्यमानी। हेरौँ त मेरो के हुन्छ। प्राय आँखा चिम्म गरेर यो धुलोमा सबैले नै छिराउनुहुन्छ, तर मेरो साथीले चाहिँ 2 चोटिमा मात्रै छिराउनु भयो। फर्स्टपल्ट उहाँले छिराउनु भएन, सेकेन्डपल्ट चाहिँ छिराउनु भयो। जमराको एकछिन चलाउनु न। त्यसरी नि यहाँनिर दियो बालिसकेपछि हामी अब यहाँबाट लाग्छौँ गुहेश्वरी। गुहेश्वरी मन्दिर पुगिसकेको छौँ र दर्शन पनि गरिसकेको छौँ। र यहाँको दृश्य के हेर्दैछु भने यहाँ चाहिँ सानो सानो एकदमै सुन्दर मण्डपहरू धेरै बनिएको थियो। कुनै कुनै मण्डपमा बिहे पनि हुँदै थियो, कुनै ठाउँतिर फोटोसुट भइरहेको थियो। अनि पण्डित बाहरू एक ठाउँ बसेर गफ पनि गर्दै हुनुहुन्थ्यो। वरिपरि हेर्दाखेरि यहाँ एकजना चाहिँ बेहुला बेहुली बसिराख्नु भएको थियो। उहाँहरू चाहिँ सायद कसैको पर्खाइमा होला या पण्डितको पर्खाइमा। यहाँ चाहिँ दिनमा धेरैजनाको बिहे हुन्छ अरे। एकजना पण्डितले 2-3 जनाको बिहेसम्म गरिदिनुहुन्छ अरे। कस्तो अचम्म। यो मन्दिरमा चाहिँ यति धेरैजनाको बिहे हुँदो रहेछ एक दिनमा। अनि मैले पनि हाँसो ठट्टा गर्दै हामीलाई पनि राख्नु न हो जन्ती बनाएर, भोक लागेको छ, भोज खान पाइन्छ कि भनेको, बस्नु न अरे। आजको घुमघाम र मन्दिरको दर्शन निकै नै रमाइलो लाग्यो। अब हाम्रो चाहिँ यहाँबाट फर्किने बेला भइसकेको छ। हामीलाई एकदमै धेरै भोक पनि लागेको छ। अब हामी कहीँ बसेर खाजासाजा खाँदै हामी चाहिँ घरतर्फ फर्किन्छौँ। थ्याङ्क यू सो मच, बाइ बाइ।